एउटा सुनाउँछु ल, फेरि तपाईँहरूलाई बोर लाग्ला भनेर। यो चाहिँ हाम्रो दिनेश थपलिया दाइले लेख्नु भएको गीत, यहाँहरूकै सङ्खुवा सभामा जन्मनु भएको आदरणीय दाइले। मायालु तिमी कता छौ, मायालु तिमी कता छौ, मायालु तिमी कता छौ, मायालु तिमी कता छौ। हेर्नुहोस्, तपाईँहरू मैले भनेको मान्नुहुन्छ? मान्नुहुन्छ? मान्ने हो? पछाडिपट्टि मान्ने हो? नमान्ने? सुन्नुहोस्, मेरो कुरा मान्यौ भने मिठो मिठो खाउली, साडी चोलो कुर्ता सुरुवाल फेरि फेरि लाउली, पाथिभरा गोसाइँकुण्ड दर्शन गर्न जाउली, कसलाई भन्नु यो कुरा? म जस्तो मनकारी अन्त कहाँ पाउली। यो गीत पनि छ हामीसँग, चरीले काफल टिप्यो भन्ने गीत छ है। र हामी संयमित हुनुपर्छ, धैर्यवान हुनुपर्छ, नत्र अग्निमा ओदन ओदनमा कुडे कुडेमा कैली गाईको दुध जरुले चलाइराख है, उम्लियो भने उम्लियो भने पोखिन्छ, उम्लियो भने पोखिन्छ। ओके, यति भएपछि मैले